8:30 बजे यहाँ 8:15 यहाँ कुन ग्यास लिनुभयो तपाईँले? नेपाल ग्यास पाउनुभयो? बसिरहेको छु यी बस्नु भएको त अझै पनि? बिहान 8 बजे आयो। 8 बजे 82 वर्ष मेरो नागरिकता यस्तो हेर्नुहोस् यहाँ के फिर्केर जाला होइन अब फेरि भोलि कहाँ निश्चित ठाउँ तोकिदिएको ठाउँ होइन त्यो ठाउँमा जाने फेरि त्यहाँ पनि अब लाइन बस्यो फेरि 2 गाडी ल्याइदिने बाँकी रहेको सामान के भयो त फेरि मान्छेले फिर्ता गरेर जा भने अनि आज यहाँ भोलि त्यो ठाउँमा अर्कोचोटि फेरि अर्को ठाउँमा जाने त्यसो गर्दा गर्दै जनताहरू त के भयो त घुमेको भयो ग्यास चाहिँ पाउने कहाँनिर पनि ग्यास पाउनुभयो तपाईँले? हजुर पाइसकेँ हजुर। कति लाइन बस्नुभयो? धेरै के छ? लाइन एचपी चाहिँ बस्नु परेन, नेपाल चाहिँ बस्नुपर्ने छ। नेपाल चाहिँ कति दिन भयो तपाईँले ग्यास लगाउनु भएको चाहिँ? ग्यास त धेरै दिन भइसक्यो सर नपाएको, बल्ल बल्ल आज पाइयो। खानै नखाएन पानी नखाएन यत्रो 7 बजे लाइनमा त भरे 5 बजे पनि ग्यास पाएन भने जिम्मेवारी चाहिँ कसले लिने? यो अनि सरकार कमजोरी होइन? अब जसले चाहिँ भन न के भन्छ थाहा छ? घन्टे ग्रुप बालनलाई भोट हाल्यो भने त यही हो नि यहाँ भन्छ लास्टै तनाव भइसक्यो क्या अरू केही पनि होइन। नेपाली काङ्ग्रेस एमाले माओवादी सब मिलेर बन्द गरिदियो हो के सरकारले काम गर्नु दिनु पऱ्यो के ग्यास बाँडिदिनु पऱ्यो क्या यहाँ सबै कर्मचारी चाहिँ जम्मै झोलेहरू छन् अनि कहाँबाट ग्यास पाउँछ जनताले? कति दिन भयो तपाईँले ग्यास नपाउनु? छैन अब घरमा छैन 2 टा खाली छ तर म एउटा सिवा लिन आएको छैन म आउन्न म त उहिलेको मान्छे हो नि त म त्यस्तो लकन सपन जान्दिनँ तर नियमअनुसार चल्छु नियमअनुसार अरूलाई पनि चलाउँछु 6 घन्टा भएपछि तपाईँ लाइन बस्नुभएको? खाना खाएको छैन पानी पनि आउनु लाग्यो अबको पालीमा आउला मेरो पाली बल्ल आज चाहिँ पाउने भन्ने आशै छ। अब बल्ल त्यो पनि हामीले त के भने बिहानै जतिवटा चाहिने त्यो मानिसलाई राख्नुहोस् अरूलाई फिर्ता पठाइदिनु नराख्नुहोस् किन दुःख दिनुहुन्छ भन्दा केही बोलेन अब अहिले चाहिने यति र यति गरेर 80 गर्दा बल्ल त्यही पनि यति ल्यायो है बिहानदेखि भोकै छु ल हेर्नुहोस् यहाँ 2:15 भइसक्यो आज नि पाउने ठेगाल्दै छैन। अब एउटा आयो भने चाहिँ तपाईँको यहाँ 80वटासम्म पुगेको छ हेर्नु 2टा दियो भने चाहिँ त्यसमा म पढ्छु बाँकी साथीहरू पढ्नलाई फेरि गाह्रो छ यहाँ बरु यसको ठाउँमा मेरो भने चाहिँ के छ भने फुल ग्यास दिने ठाउँमा आधी ग्यास दियोस् तर सबैले पाओस् यो फुल ग्यास बरु बन्द गरौँ आधी ग्यास दिउँ छैन भने ग्यास छैन भने क्या आधी ग्यास दिने तर सबैले पाउनु पर्यो अर्कोले त फेरि लगिरहेको त ग्यास त होइन आएको छ लगिरहेछ तर सक्यो नि त जम्मा 30 कति 60वटा कि 80वटा ल्याउँदा छ एक गाडीमा सकिहाल्यो अब म हाम्रो कति अब 4 नम्बर गाडीमा पर्दैछ अब हामी 4 नम्बर गाडीमा पर्दैछ अब पछाडि बस्नेहरू त सायद पाउँदैन पनि होला उनीहरूले अब भोलि अर्को ठाउँ जानुपर्छ उनीहरू पछाडि बस्नेहरू चाहिँ ठेगान छैन के गर्नु ठेगान छैन अब तै पाउँछ कि भनेर एकछिन बसिरहेछौँ। कति दिन भयो तपाईँको ग्यास सकियो घरमा बाँकी के छ? केही छैन आज मात्रै थाहा भएर आएको थाहा थिएन तपाईँले लिरन डिपोमा छैन रे? छैन त्यहाँ त अब 15 दिन पनि लाग्न सक्छ 20 दिन पनि लाग्न सक्छ भनेर भने डिपोमा गएपछि यता गयो भने उताको मान्छे तपाईँ उतै लेखाउनुहोस् भन्छ उता गए छैन अहिले भन्छ 15 दिनमा आउँछ भन्दा आउँदैन 15 दिनपछि आउँदैन 20-25 दिनमा बल्ल आउला भन्छ अनि के अब नाम टिपाउने त्यो पनि 1 हप्तामा चाहिँ फेरि ग्यास सिलिन्डर पहिला बुझाऊ अनि त्यसपछि मात्रै यो यस्तो ताल छ। के चाहिँ यो ग्यास लुकाएको हो कि यो नदिएको हो? होइन ग्यास त लुकाएकै छ ऊ अहिले भर्खर एउटा चाहिँ यहाँ हिँकै कर्मचारी होला म त त्यो पनि भनिदिन्छु यहाँ आएर त्यहाँबाट लिएर जान लाग्थ्यो भित्रलाई मैले रोकिदिएँ तपाईँ भित्र दिनुहुन्छ भने भित्रबाट जतिवटा दिनुहोस् हामीलाई मतलब छैन यहाँ बिचबाट यसरी लिन पाउनुहुन्न हामी पनि बसिरहेको छ भनेर कुन चाहिँ यहीँको कर्मचारी हो भनेर पछि बुझेको थिएँ मैले सुनेको थिएँ। नेपाल सरकारले चाहिँ म के आग्रह गर्न चाहन्छु भने तपाईँहरूले ग्यास जहाँसुकै बाँड्नुहोस् या बालुजी बाँड्नुहोस् या औद्योगिक कारखानाभित्र बाँड्नुहोस् या बुढानीगञ्ज नगरपालिका बाँड्नुहोस् या भतुर नगरपालिका बाँड्नुहोस् कहीँ पनि बाँड्नुहोस् कि तर म यति सय जनतालाई मात्र ग्यास सिलिन्डर बाँड्छु त्यति सयजना मात्र हाजिर हुनु होला त्योभन्दा अगाडि चाहिँ हामी जिम्मेवारी हुने छ भने पहिला कनेक्ट गरिदिनु पऱ्यो ल्याएर 3टा ग्यास हालिदिएछ अनि नेपाल ग्यासको लाइन 100वटा छ अनि एचपी र तपाईँको अर्को भानु ग्यास चाहिँ जम्मा 50वटा ल्याएर आज अब 50वटा पहिला सुरु गरिदियो 400वटा कन्ट्र्याक्ट त्यो बिचमा सेन्ट्रलाइजेसन भयो अनि जुन मेन यो के ग्यास सिलिन्डर फिर्ता लानु पऱ्यो साह्रै दुःख भयो क्या यो अति नै जनतालाई दुःख भयो म मात्र होइन यहाँ 80 वर्ष 88 वर्षको बुढाहरू बस्नु भएको छ बुढाहरू उहाँहरूलाई पनि बुझिदिनु पर्छ तपाईँहरूले चाहिँ यो चाहिँ एकदम फ्ल्यासमा फ्याँकिदिनु पऱ्यो क्या गभर्मेन्टलाई एकदम चाहिने कुरा हो यो।